पोइन्ट पनि हजुरलाई दिन्छु म युटर्नमा किन त युटर्नमा किन र युटर्नमा यो स्टेटमा किन यसरी बोल्न सक्ने भयो हजुरलाई म भन्दैछु। म एलोपेथिक औषधि अङ्ग्रेजी दबाई सम्बन्धी पढेको मान्छे स्टुडेन्ट, तर म युटर्नमा किन आबद्ध भएँ हजुरलाई एकदम यसको भित्री बुद्धि हजुरलाई आज म सेयर गर्न चाहँदैछु। मैले 31 वर्षमा के बेची भन्दाखेरि एलोपेथिक मेडिसिन भनेको हजुरले क्लियर कट डायरीमा नोट गर्नु होला। तितो कुरा सत्य कुरा तितो हुन्छ। मेडिकलमा दिने हस्पिटलमा दिने एलोपेथिक मेडिसिन भनेको 100% केमिकल हो। क्लियर आउँछ क्लियर आउँछ। मेरो सेसन भनेको म पनि एउटा राष्ट्रिय प्रशिक्षक हो युटर्न इन्टरनेसनल प्राली कम्पनीको, र मेरो प्रशिक्षणमा भान्सा सुधार्ने, खानपान सुधार्ने र जीवनशैली कसरी सुधार्ने भन्ने मेरो सेसन हुन्छ। हजुरले मेरो सेसन कुनै पनि दिनमा मौका पर्यो भने हजुर मेरो सेसनमा बस्नुभयो भने 10 वर्ष आयु चाहिँ म ढुक्कका साथ भन्छु हजुरलाई आयु बढ्छ। र युटर्नमा किन आबद्ध भयो भने मैले बेचेको दबाई भनेको त केमिकल रहेछ। राम्रोसँग बुझ्छु हजुर, कुरा एकदम सिम्पल छ तर गहन चाहिँ कुरा।